हामी अन्ततः लिग्लीकोटमा आइपुगेका छौँ। हाम्रो नेपालको इतिहास, वर्तमान आधुनिक नेपालको इतिहास भनौँ, द्रव्य शाह दौडेर चाहिँ राजा हुने नेपालमा पहिला चाहिँ तपाईँको गोर्खामा जुन चलन थियो, लिग्लीकोट यहाँतिर तपाईँको पालुङटार पऱ्यो। यो आफै पालुङटार नगरपालिकाभित्र पर्छ। गाउँ गाउँमा एकदम राम्रो चाहिँ तपाईँको बाटो, पिच बाटोहरू विकास भएको छ। र त्यस्तै गरी यहाँ चाहिँ तपाईँको यता लिग्लीकोट दरबारहरू पनि छ। यहाँ लिग्लीकोट दरबार छ। यहाँ नेपालको झन्डा चाहिँ तपाईँको राखिएको छ। बहुत मनोरम दृश्य छ। यता लमजुङ जिल्ला, यो पारी देखिएको लमजुङ जिल्ला र यतातिर चाहिँ तपाईँको गोर्खा बजार। त्यसको अगाडिपट्टि चाहिँ तपाईँको डुम्रे, आबु खैरेनी लगायतको ठाउँहरू यस्तो छ। तपाईँले हेर्न सक्नुहुन्छ, बहुत रमाइलो। त्यो अगाडि देखिएको चाहिँ यहाँ हिमाल त्यस्तै गरी देखिन्छ। हिमाल एकदम नै अहिले त टुँडेलो लागेको छ। र अगाडिको यो चाहिँ लिग्लीकोट, त्यहाँ कोट थियो पहिला होइन। हाम्रो प्यारो नेपालको राष्ट्रिय झन्डा हामी देख्न सक्छौँ। यहाँ द्रव्य शाहले दौडेर राजा हुने चलनलाई चाहिँ गरेर चाहिँ तपाईँको यहाँ राजा हुनुभएको थियो। यही नै हाम्रो चाहिँ यो लिग्लीकोट भन्छ यसलाई। राष्ट्रिय झन्डा एकदम अल्को र ठुलो, नेपालकै ठुलो राष्ट्रिय झन्डा भन्ने गरिन्छ। यहाँ सुन्दर त्यसो भन्नुहुन्छ। यसरी चाहिँ गरिएको छ। त्यहाँ त्यो पल्लो देखिएको डाँडो चाहिँ त्यहाँ कोट त्यो चाहिँ है त। यस्तो राम्रो छ ल है। यता पनि छ यी फाँट, यस्तो राम्रो मिलेको ढलान फाँट छ। तर प्रायः सबै बाँझो छ। जमिनहरू मैले जति पनि देखेँ त्यो जमिनहरू बाँझो छ। यो गोर्खा जिल्लामा चाहिँ तपाईँको त्यस्तो धेरै बाँझो जमिन देखिएन। गोर्खा जिल्लामा चाहिँ तपाईँको बाँझो जमिन देखिएन। विकास पनि एकदम राम्रो, गाउँ गाउँ भित्र विकास भएको छ। बाटो, पिच, खानेपानी, बिजुली, इन्टरनेट सबै कुराको सुविधा देखिन्छ यहाँ यो लिग्लीकोटमा। तपाईँ सबैले हाम्रो नेपालको, आधुनिक नेपालको सुरुवात नै गोर्खा जिल्लाबाट भएको हुनाले गोर्खा दरबार आउँदै गर्दा लिग्लीकोट पनि सबै आउनको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु। तपाईँ धेरै खुसी हुनुहुनेछ यो देखेर, यो मनोरम दृश्य देखेर। हामी त्यहाँ तल मोटरसाइकल हिँडेको छ, तल त्यहाँ बाटो छ, त्यहाँबाट चाहिँ हामी यति आउनुपर्छ। यहाँ हिँड्ने ठाउँबाट हिँडेर आउने, पैदल आउने पनि बाटो एकदम व्यवस्थित बाटो बनाइएको छ है त। ल, धन्यवाद।